ल सुरु गरौँ। देशको रक्षा गर्ने जति सबै चुकिया छन्, नेता जति सबै चोर देश लुटी खाछन्, आमाको साडीमा कटु सोचिरहेछन्, खाने बेला एक गर्ने बेला फुटिरहेछन्, नाङ्ग्रेस नेमाले नाउँ बादी सबै मिली घुमी देश खाउँ बाडी हामी, सधैँ चिली फुकी जस्तो केस नि बिगारी, सस्तो साडी महँगो गाडी कानुन कायदालाई नाङ्गो बाङ्गो पारिँदै उघारी, नारीमा कुमारी जोगाउने बलात्कारी, खाडीमा चिनारी लुटाउने सधैँ हामी, बाढीमा बिरामी फुकाउने त्यही पानी, देशको कर्मचारी शक्तिशाली सरकारी, 30,000 को तलब 30 वटा घर बारी, बीच बजारको सडक 20 वटा खाल्डो पारी, खल्ती भारी बैंक मारी, सात तहको अधिकारी कसले तिर्ने सात समुद्र पारी, देशको साथ उधारी, यस्तो खालको छ। यसभित्र त देशको चित्र छ। हजुर कतिपयलाई ऱ्यापमा प्रयोग भएको भाषा चाहिँ असभ्य लाग्ला हैन? हजुर हजुर त्यो मार्सबाट जुपिटरबाट ल्याएको भाषा त होइन। स्वतन्त्रलाई मान्छेले भोट हाल्छ त? अब चाहिँ हाल्छन्। हामीले जित्ने भोट भनेको 90,835 हाम्रो डाटा नै छ। त्यति भोटले हामी जित्छौँ भने 90,835 जलवा है हमारा। यदि हिसाब गरिसक्यो? हिसाब गरिसक्यो। हामीले घर घरमा डाटा कलेक्सन गरिसकेको छ। तपाईले जुन प्रस्तुत गर्नुभएको छ नि डाटा यति आउँछ भनेर, हजुर त्यो भोलि आएन भने डाटा गलत भयो। धेरै पार्टीहरूकोमा धाउनु भयो, पार्टीहरूले पत्याएनन्, टिकट दिएनन्, अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने। ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त। धेरै पार्टीहरू तपाईँकोमा धाउनु भयो अनि तपाईँले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुन्छ। जो गीत गाउनेहरू पनि आउँदै हुनुहुन्छ राजनीतिमा, उहाँहरूलाई पनि आह्वान गर्न चाहन्छौँ। हामी जितेपछि एम्फी थिएटर बनाउँछौँ जहाँ चाहिँ उहाँहरूलाई प्रस्तुत गर्न आउनुहुन र आफ्नो कलालाई प्रस्तुत गर्नुहुन पनि आह्वान पनि गर्न चाहन्छौँ। त्यो राम्रो पनि हो, किनभने मेयरले गीत गाएको राम्रो पनि सुनिन्छ, उपमेयरले सपोर्ट गरेको होइन। दुईजना उम्मेदवार मध्ये एकजना छान्नु पर्यो भने कुन छान्नुहुन्छ? केशव स्थापित कि सृजनाशील? म भोटै हाल्दिनँ। महानगरले व्यवसाय गर्ने हो कि नियमन गर्ने हो? नियमन पनि गर्ने हो, व्यवसाय पनि गर्ने हो। महानगरले बिजनेस पनि गर्ने हो। अत्यन्तै तुच्छ राक्षसको वकिल भएर एउटा प्रश्न सोधौँ। हजुर सोध्नुहोस्। तपाईँ हारिहाल्नुभयो भने कसरी अनुहार देखाउनुहुन्छ? यसरी नै देखाउँछु। त्यो चोकमा फोहोरको थुप्रोहरू यति धेरै छन् कि मान्छेले मास्क लगाएर समेत हिँड्न गाह्रो भइरहेको छ। त्यसको हेल्थ त होइन र हेल्थ इज हो। त्यही आफ्नै हेल्थ ठिक गर्नलाई त मेयर बन्न खोज्यो। तपाईँभन्दा अगाडिका मेयरहरूलाई अथवा यसभन्दा अगाडिका पदाधिकारीहरूलाई पनि त फोहोर त गनाउँदो हो नि। यो टेक्नोलोजी त थाहा नभएको होइन होला? होइन, उहाँहरूलाई फोहोर पनि गनाउँदो हो, उहाँहरूलाई टेक्नोलोजी पनि थाहा थियो, तर उहाँहरूको गाडीको सिसा चाहिँ यति बलियो थियो कि त्यहाँभित्रै पसेन क्या। 24 वटा फुटपाथ बढाउँदा तपाईँलाई के समस्या हो? तेरा तो गेम बजाना पड़ेगा। अनि तपाईँले चाहिँ 22 मा ठेक्का नहालेको होइन? 24 मा काम हुँदैछ, तपाईँको 22 मा कामै भएको छैन, तपाईँलाई के समस्या भयो? के समस्या भयो भन्नुभयो तपाईँ? होइन त 24 मात्र गर्नु खोज्नु भएको हो? दैनिक 1 लाख भन्दा बढी जनसङ्ख्या हिँड्ने ठाउँमा कति फुटपाथको साइज कति चाहिन्छ थाहा छ तपाईँलाई? ल तपाईँ थाहा छ, तपाईँले भन्नुहोस् न। तपाईँ त अब प्राविधिक मान्छे पनि हो, भन्नुहोस् न, जानकारी पाउन। बस हावा निकल गई। न्युरोड के हो? के न्युरोडको इतिहासलाई मेट्ने गरी यत्रो गेम चेन्जर प्लान हुँदैछ भने हामीसँग छलफल गर्न नहुने? गाडी कुद्नलाई जति बाटो चाहिन्छ त्यति बाटो छोडेर बाँकी हिँड्नलाई राख्दा कसरी इतिहास मेटिन्छ? होइन, त्यो मापदण्ड के हो? इतिहास भने के हो? सडक विभागले त्यो काम नगराउनु भन्न सडक विभागको अधिकार क्षेत्रमै पर्दैन त्यो बाटो, पहिलो कुरा त्यसरी बुझ्नु पर्छ। सडक विभागले बनाएको हो त्यो बाटो र फुटपाथ। सहमति गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त? खै त के त? यो घटनाक्रम यहाँसम्म विकास भइसकेपछि 22 वटाको जनता, त्यहाँको स्थानीय करदाता, न्युरोडलाई माया गर्ने मान्छेहरूको छलफल विषय हुन सक्छ सक्दैन? छलफल गरेरै गरे हो। जबकि सडकको दायाँ बायाँ रहेको पेटी त्यो घटाउने कुरा हुँदैछ, त्यो म्यानिपुलेट हुने कुरा हुँदैछ। दायाँ बायाँ घटाउने कसले घटाउनु लाग्यो?
घटाउने कुरा गर्दै कसरी हुनुहुन्छ तपाईँ? कस्तो प्रश्न गर्दै हुनुहुन्छ? घटाउने कुरा कहाँ भयो? राइट अफ वे घटेको छ। तपाईँ पेटी घटाउने कुरा छैन त्यहाँ? पेटी बढाउने चाहिँ कुरा हो, क्यारेज वे घटाउने पेटी कुरा। बढाउने कुरा भइरहेको छैन? तपाईँले घटाउने भन्नुहुन्छ फेरि। त्यो सडक घटाउने कुरा भइरहेको छैन? सडक घटाउने होइन, जति चाहिने हो मापदण्डमा त्यति मात्रै राख्ने हो। सडक विभागको आफ्नै ऐन छ होइन, हामी उहाँसँग समन्वय गर्नु। सडक विभागको ऐन अनुसार हो त्यो। हामीले गरेको काम चाहिँ सडक विभागको ऐन अनुसार काट्दैछ हाम्रो संस्थाले? किन काट्दैछ त्यो कानुन कारबाही गरौँला नि त। ए तीसरी फेल पीटी पास मैं बीए इंग्लिश हूँ समझे, ये सब जानने समझने के काम त ठेका लगाए पनि काम भइहाल्छ। गजब बेइज्जती है। तर्क गर्नुहोस् न, वडासीले गरेको काम 22वटाको वडासीले गरेको काम गलत छ, त्यो च्यालेन्ज होला, स्वीकार्छौँ म। तपाईँ च्यालेन्ज गर्नुहोस् ल, आज यो बैठकको च्यालेन्ज गर्नुहोस्। तपाईँलाई के च्यालेन्ज दिने ल भन, के कुरा के भनिराख्नु भएको छ? मैले न्युरोडलाई माया गर्न नपाउने, म चाहिँ तपाईँ देशलाई माया गर्नु न, किन न्युरोड मात्रै? के भनिराख्नु भएको छ तपाईँ? न्युरोड भनेको इन्चोक मात्रै हो। कुनै वार्डलाई के चाहियो सबै तपाईँलाई सोध्ने अब? हजुर कुनै वार्डलाई केही चाहियो, ठेका लाग्यो, ठेका भइसक्यो, तपाईँलाई सोध्ने हो फेरि? हेर्नुहोस्, तपाईँको वार्डको तपाईँ मलाई सोध्नु, मैले तपाईँलाई सोधौँला, कुरा छलफल गरौँ। अर्काको वार्डको तपाईँलाई के चासो हो? उहाँले सोध्नुहोस् न। विनोद राज भण्डारीज्यू, तपाईँलाई फुटपाथ त्यहाँ बढाउन चाहियो छैन भन्नु पर्यो। मेरोमा चाहिँ मेरो हकमा 24वटाको त्यो विशाल बजार अगाडि हकमा साँगुरो पेटी भएको मका निवेदन पनि महिला दिदीबहिनीहरूको सब निवेदन आइसकेको र आउने क्रम अझै जारी छ। मलाई समग्र निवेदनको कुरा गर्नु छैन यहाँ। मेरो 24वटामा जुन ठाउँमा अहिले हामीले काम सुरेको ठाउँमा कमसेकम पनि 2-2.5 फिट जति भइदिए पनि मलाई चाहिँ त्यसमा मन्जुर छ भने मैले यसमा गएको हो। उहाँलाई फुटपाथ ठुलो चाहियो उहाँको वार्डमा, मान्छे हिँड्न गाह्रो भयो, अब के गर्ने? तपाईँको विषयमा अहिले केही भएकै छैन, 22 नम्बरमा कामै भएको छैन। तपाईँलाई के कुराहरू नि तपाईँसँग 22मा के काम भएको छ अहिले? न्युरोडको टेन्डर सँगै न्युरोड बनाउनु टेन्डर होइन त्यो? न्यू रोडको टेन्डरमा हो कि होइन? हो। अनि तपाईँ के भन्दैछु? अनि के त? So lower the interest, my style is the simplest, get Kylie's in. अब यो कुरा चाहिँ मैले यतिमै टुङ्ग्याएँ। न्यु रोडमा अब सडक पेटी बढाइँदैन, मैले बुझेको त्यति हो। बढाइन्छ, किन नबढाउनु? मान्छेलाई चाहियो, ऐन कानुनले दियो, सडक विभागको मापदण्डले बढाउ भने त बढाउनु पर्यो नि त। सडक विभागकै मापदण्डमा भएको हिसाबले काम गर्नु। कति मान्छे हिँड्दा, कति पेडेस्ट्रियन फुटपाथ चाहिन्छ, कति गाडी हिँड्दा कत्रो कालो पत्र चाहिन्छ, त्यो मापदण्ड फलो नगर्ने, मापदण्ड विपरीत काम गर्ने अब